नेपालको सन्दर्भमा धान, मकै र गहुँ पछिको महत्त्वपूर्ण बाली आलु हो। यसको खेती तराईदेखि उच्च पहाडी भेगसम्म गर्न सकिन्छ। आलु खेती गर्नको लागि सबभन्दा पहिले खेत तयारी गर्नुपर्छ। खेत तयारी गर्नको लागि 2-4 पटक खेतलाई जोत्नुपर्छ। खनजोत गरी डल्ला फुटाई झारपात सेलाएर माटो मसिनो बुर्बुराउँदो बनाउनुपर्छ। त्यसपछि प्राङ्गारिक मल, कम्पोस्ट मल प्रति कठाको दरले 666 केजी, युरिया 4 केजी र डिएपी 6 केजी, पोटास 3 केजी प्रति कठाको दरले हाल्नुपर्छ र आधा युरिया अर्थात् 2 केजी युरिया, 6 केजी डिएपी र 3 केजी पोटास जमिन तयारी गर्ने बेलामा हाल्नुपर्छ र बाँकी 2 केजी युरिया आलु बिउ रोपेको 1.5 महिनापछि गोडमेल अर्थात् टप ड्रेसिङ गर्ने बेलामा हाल्नुपर्छ। बिउको छनौट टुसाएको बिउ आलु मात्रै रोप्ने जसले गर्दा आलु छिट्टै उम्रने, समयमा दाना लाग्ने, परिपक्व हुने र दानाको सङ्ख्या धेरै हुने र लगभग आलुको साइज कम्तीमा 25 देखि 50 ग्रामको एउटा आलुको साइज हुनुपर्छ र त्यसमा 3 देखि 4 वटा आँख्ला हुनुपर्छ जसलाई बड अथवा टुसा पनि भनिन्छ। बिउ रोप्ने तरिका र रोप्ने दूरी लगभग 60 देखि 65 केजी बिउ प्रति कठा लाग्छ र 60 सेन्टिमिटर ड्याङदेखि ड्याङको दूरी र 25 सेन्टिमिटर बिउदेखि बिउको दूरी मिलाएर बिउ रोप्नुपर्छ। आलु बालीमा लगभग 2 देखि 3 वटा सिँचाइ गर्ने गरिन्छ। आलु रोपिसकेपछि 25 देखि 30 दिनपछि उकेरा लगाउनुपर्छ अथवा आलुको बोटमा माटो चढाउनुपर्छ जसले गर्दा आलुको ट्युबर्सलाई डाइरेक्ट सनलाइट, गर्मी र किरा र डडुवा रोगबाट पनि बचाउन मद्दत गर्छ र उत्पादनमा पनि यसले बढी हेल्प गर्छ।